गएर समुद्रमा गएर तपस्या गरे छोरो माग्न। अनि वरुण आए। वरुण आएर अनि के माग्छौ भन्दाखेरि छोरो छैन मलाई हे वरुणजी छोरो दिनुहोस् भनी। छोरा त तिमीलाई छैनन् नि बते साँच्चै बताएँ तर छोराको मुखसम्म हेर्दछौ भने एउटा प्रतिज्ञा गर। त्यो बालो यदि यज्ञको बलि गरी दिन्छौ भने पुत्रता होला दिन्छु कबोल यो गर तिमी हुँदैन होइन त्रता। केही बेर यही कुरो मनमा सम्झी विचारी लिए माग्छु पुत्र भनेर निश्चय गरी गर्छु म भन्दा भए म गर्छु भने। अनि त्यो छोरो जन्मेपछि बलि गर्नु पर्यो। अनि खुसी भएर आए हरिचन्द्र घरमा। रानी 100 थिए सब कहे यस्तो भयो लौ भनी। तीमध्ये पटरानीले निरपतिको झडगर्व बोकिन् अनि हर्कैले 10 मास पूर्ण हुन गो छोरो भयो सुन्दर। भारी उत्सव भो अनि सहरमा भो मङ्गलै मङ्गल। लावा चन्दन फुलको अबिरको बर्खा बराबर थियो। सारा ब्राह्मण हेरी वेद पढ्थे गाना बजाना थियो। उत्सव यही तहाँ वरुणजी सामान्य जस्ता भए। राजन पुत्र भयो भनी खबर यो सुनेर आए अब। थामी सत्य कबोल यज्ञ गरी ल्याउ छोडी अरू काम सबै छोडेर यज्ञ गर। सुत्केरी छन् धित्र तथापि रानी त्यसमाथि मै पनि त छु अपवित्र जानी। रानी पनि सुत्केरी छन् म पनि अपवित्र छु न्वारन गर्न दिनुहोस् भने। अनि न्वारन गर्न दिन पुग्यो अनि न्वारन गर्न लाए। न्वारन गर्न लाएपछि पुष्पवृष्टि भयो फुलको। अनि न्वारन गरेर रोहित नाम राखे छोराको। राजा खुसी भई न्वारन गर्न लाए। राजा खुसी भएर न्वारन गर्न लाए अनि रोहित नाम राखे। अनि फेरि आए वरुण। अनि फेरि ढाका मागे भन्दा भए वरुणले 6 महिनाको होस् भने। अनि फेरि 6 महिनाको भएपछि फेरि आए भन्दा भए वरुणजी अब दाँत आओस् त्यो यज्ञ लायक पशु पनि होइजाओस्। दाँतै नौम्रिदिनु छैन बलि भनेर भन्ने छ शास्त्रहरूमा यी कुरा सुनेर। अच्छा भनी वरुणजी फेरि फर्किआए। यस्तै प्रकारसित 5 पटक अड्याए। 5 पल्ट अड्याए अरे त्यसरी। अनि फेरि व्रतमन्न गर्न पाएँ भनेको थियो। अनि व्रतमन्न आयो। आखिर त्यही सुतको व्रत बन्दा आयो। सुनेछ त्यो सकल राजकुमार डरायो। अब व्रतमन्न गर्ने बेला त ठुलो ज्ञान जान्ने भयो नि डरायो अनि भागी गए वन बिखे निरपहर बढाए। खोजेर ल्याऊ भनी दूतहरू पठाए। यही बिचमा वरुणजी पनि फेरि आए। साह्रै डराई निरपले सब हाल सुनाए। थरथरी कान्दै सबै सुनाए यस्तो भयो भनेर। अनि श्राप दिए। वरुणले श्राप दिए। राजन जलोदर भइकन दुःख पाए। यति भनी वरुण फर्की तुरुन्त आए। लागो दारुण श्राप तत्क्षण महाग्रस्तै गरो रोगले। ओइलाए निरपतेशमाथि पनि झन् खुपुत्रका सोगले। छोराले यी कुरा सुनेर वनमा जान्छु घरैमा भनी लागे जान र इन्द्र गइकन अनि रोके नजाऊ भनी इन्द्र गएर रोके। आत्मा हो सब प्राणधारी जतिको छोरो भनेको पनि। ए बाबु अहिले गयौ यदि भने हुनेछ तिम्रो खति।
मर्छौ निश्चय यज्ञमा पशुसरी तस्मात् नजाऊ तिमी भन्दा चित्त बुझो बसे वनमा एक वर्ष बितो बनैमा एक वर्ष बितो। अनि फेरि राजा आकुल भएर वशिष्ठ गुरुलाई सोधे गर। राजा आकुल भई वशिष्ठ गुरु चाहिँ सोधे गरु के भनी छोरो ब्राह्मणको किनेर महाराज त्यो यज्ञ गर्नु पर्यो छोरै हुन्छ किनेपछि अनि भनी शास्त्रोक्तकै बात हो चाँडै ब्राह्मण पुत्र खोजन भनी जल्दी पठाए। अनि यो भन्न लाउँछ मेरा नाति लिएर यो भनौ कि अनि अब ती जान्छन् बाहुनको छोरो किन्न भनेर। अनि 3वटा छन् छोरा सल्लाह गरी जेठो बाबुतिर भो कान्छो ऊ आमातिर बेचिनेतिर माइलो हुन गयो बेचिदिए आखिर त्यही भएर 2टा पाको ल्याए ब्राह्मण पुत्रलाई घरमा मन्त्रीहरूले जसै बेचिने हाम्रा माइला चाहिँ कि अनि बेचिनेतिर चाहिँ म परेछु नि आमा भन्नुहुन्छ माइला चाहिँ। राजाले पनि गर्छु यज्ञ नभनी ठिकठाक पारे सब बाँधे ब्राह्मणको कुमार विधिले त्यो यज्ञ खम्बामा लागे थरथर काम्न बालक भने अत्यन्त डरले तहाँ बेला त्यो वध गर्नलाई जब भो तहाँ कसैले पनि आँटै गर्न सकेन के गरी गरोस् चाण्डाल जस्तो बनी। अनि अरू सबै त्यसो गर्दै थिए त्यो बेच्ने चाहिँ अघि सरो बेच्ने बाउ चाहिँ फेरि तिमीलाई द्रव्य दिनुहोस् यो पुत्र गर्छु वध भन्नु फेरि पैसा दिए चाहिँ उसैले काट्छ अरे फेरि तिमीलाई द्रव्य दिनुहोस् यो पुत्र गर्छु वध यस्तो बोली सुनेर त अधमको यो भन्न लागे सब हे चाण्डाल अधर्मी निठुर पशु खुब आफ्नै आत्मजस बेचिस लोभी भएर फेरि नपुगी तै मार्न लागिस् अध हा कष्ट बिजोक हेर्नु नपरोस् के दुःख यस्तो भनी कोलाहाल गरे तहाँ सकलले साह्रै दयालु बनी सबै रोए गएको छोडेर विश्वामित्र मुनि उठेर झटपट त्यसको नजिकै गए यही मन्त्र जपेश भनी वरुणको एक मन्त्र शिक्षा दिए त्यही मन्त्र जपो तहाँ वरुणजी सामान्य जस्ता भए आए वरुण छोडिदेऊ हुनेछ पूर्ण मखयो त्यो रोग जाला अब छोडिदेऊ गर्नु पर्दैन त्यो रोग पनि जान्छ छोडिदेऊ भने छाडे ब्राह्मण पुत्र यज्ञ सकियो राजा हरिचन्द्रले हात जोडिकन प्रार्थना वरुणकै गर्दा भए नम्रले। अब रोहितले खबर सुने वनमा अनि खबर सुनेर खुसी भएर अनि आए घरमा आए ती घरमा रहर कमनले राजा हरिचन्द्रले छोराको शिर सुँघिया सिक दिए ता ठुला भक्तिले। रात पनि जान्छ दिन पनि जान्छ मेरो सकिँदैन हिँड्नु भएको कहाँ एकैचोटि उठेर हिँड्ने चिया खानुपर्छ म जान्छु चिया पाक्दैछ। अब